हामी चाहिँ बौद्ध घुम्न आएको है। अनि जुत्ता फुगालेर माथि जानु पर्दो रहेछ नि त। अनि खुट्टा पोलेर त दिउँसो मध्य घाममा परेर घाम पनि त्यस्तै चर्किने। अनि हामी त खुट्टा पोलेर कसरी हिँड्दै सबैजना क्या खुट्टा पोलेर। अनि मान्छेहरू फोटो खिच्नेहरू तर पहिला त अस्ति नै जस्तो भिड चाहिँ थिएन, तर पनि मान्छे थियो फोटो खिच्नेहरू, भिडियो बनाउनेहरू। भिडियो बनाउनु मिल्दैन भन्दै थियो गार्डले, तर हामीले भिडियो चाहिँ बनाइदिएको। अनि फोटोहरू खिच्ने भिडियो गर्न मिल्दैन भन्दै क्यामेरा के मोबाइलहरू नि खोसिरहेको थियो। हामीलाई चाहिँ खिचिदिएको लुकी भए पनि। अनि रमाइलो लाग्यो घुम्ने आउने। बौद्ध स्तूपा कस्तो लाग्छ हजुरलाई हेरिदिनु होला, कमेन्ट गरिदिनु होला। भगवानको लागि भने पनि हेरिदिनु होला, कमेन्ट गरिदिनु होला है साथी।